हेलो एभ्रिवान, आज फेरि तपाईहरुलाई मेरो ब्लगमा स्वागत छ। र आज हामी साथीहरू जाँदै छौं हाम्रो डुवर्सकै एउटा चर्चित जग्गा लंकापाडा। आजको ग्रुपमा चाहिँ को छ भन्दिनको चाहिँ फर्स्ट अफ अल हाम्रो निचन्दा, हेलो। सेकेन्ड मेरो साथी प्रवीण, हेलो। साथी के नाम चिनिरहेको हो है। अनि यहाँ हाम्रो नाप्लुदा छ। हामी यहाँ आइपुगेको छौं अहिले दुम्सीपाडा र यहाँबाट चाहिँ हाम्रो जर्नी फेरि हामी कन्टिन्यू गर्दैछौँ है। र गाइस हाम्रो जर्नी चाहिँ फेरि यहाँदेखि स्टार्ट हो। अहिले हामी आइपुगेका छौँ रामझोडा। आइस ल्याइदिनु, देख्नु हुँदैछ होला है। लंकापाडामा अलरेडी आइस पर्नु स्टार्ट भइसकेको छ। हामी पुगेका छौँ अहिले रामझोडा। जस्ट अब अलिकति बेसी पऱ्यो भने चाहिँ हामी यहाँबाट हाम्रो जर्नी फेरि कन्टिन्यू गर्नेछौँ। साह्रो जाडो भइरहेको छ हामीलाई, त्यही भएर चिया खानलाई चाहिँ हामी यहाँ रोकेको। यो रोक्ने जग्गा चाहिँ कहाँ भनिदिनु रामझोडा। यहाँ निचन्दाको सानोको साथी है, दाजु पनि आइपुग्नु भयो। सानोकै साथी उमेश दाजु पनि आइपुग्नु भयो है। र यहाँ गेट टुगेदर हुँदैछ केटाहरूको। सो हेर्दै जाउँ कतिखेर यहाँबाट निक्लाइ हुन्छ। एकदम वातावरण एकदम दामी जग्गाको घाडा घुल्डुङ खाल्टा खुल्टी धुलो मैला देखेर यहाँ अहिले सुकुनको सास लिन आएको। तपाईँहरू चाहिँ यता नजानु नि, फेरि पगली भुटान पुग्छ। हामी चाहिँ यता जानु पर्छ नि। दिनुपर्ने भाइ। हेभी ट्रक आयो, डरलाग्दो ट्रक। बाटो सानो छ। हामी आइपुगेका छौँ कहाँ भनेदेखिको चाहिँ लंकापाडा इको पार्कमा है। इको पार्क कम पिकनिक स्पट है। यहाँनिर चाहिँ तपाईँहरूले नेपाली ट्रेडिसनल ड्रेसहरू फोटो खिच्नु लागि है पाउनु हुने रहेछ। र आई लभ लंकापाडा। दाजु तपाईँ त मेरो मनमै बस्यो त हो नि हो। बाबा लोकल टुरिस्ट अझ बाहिरको गेस्ट आउँदो रहेछ। जग्गा पनि निकै साफ सुथरा दामी मेन्टेनेन्समा राखेको। उकाली ओह्राली देउराली भन्दै के कसो लागिरहेछ एकदम दामी। म त केही भन्नु सक्दैन, तपाईँले डाइरेक्ट ब्याकग्राउन्ड हेर्नुहोस्, तपाईँ आफै यसमा कमेन्ट गर्नु कस्तो छ के छ भनेर। घुम्न आउनुहोस्, दामी छ जग्गा। बेसी टाढो पनि छैन जग्गा भन्दाखेरि। बिहान आएर बेलुका एकदम फ्यामिली लिएर एकदम मस्त घुमेर यहाँको वातावरण इन्जोय गरेर पहिलादेखिको बसेको जग्गा हो है। आउनु यहाँ राम्रो छ। लंकापाडा इको टुरिज्म पार्क दामी बनाएको छ। भ्यू पोइन्ट यहाँ भुटान सबै देख्छ, दामी भ्यूज दामी छ। नेचरको हावा पाउँछ, एकदम शान्ति हुन्छ मन। र एकपल्ट जरुर आउनु यहाँनिर यो लंकापाडा इको पार्क। हाम्रो साथी के नाम? एकदम दामी लाग्यो, खुसी लाग्यो। आज लंकापाडा हेरिहाल्नु पछाडि कस्तो देख्छ। यता पनि भुटान हो, भुटान उता चाहिँ भन्दै भयो। तपाईँ त पहिला आएको होला। अब यहाँको ल अब यहाँको एकदम अब हाम्रो निशान्ताको चाहिँ साथी उमेश दाकोबाट सुनौँ यहाँ घुम्ने जग्गा चाहिँ के छ, कसो कसो छ। यो त अब एउटा पोइन्ट हाम्रोमा टाइम पनि छैन, सायद यो मात्रै हेर्न सक्छौँ होला। बाद बाँकी के छ भन्नुहोस्। अब बाद बाँकी के छ भनेदेखि अब यसो साइडमा गयो भने यता भुटानहरू पनि छ। अब भुटानको यसो अब भनौँ भने यहाँनिर अब इन्डस्ट्री एरियाहरू हो यो, यहाँनिर पनि छ। अनि यहाँ अब यहीँबाट पनि तपाईँले भुटानको भ्यूहरू चाहिँ पाउनुहुन्छ, राम्रो भ्यू होइन। र अब साथमै छेउमा अब टी गार्डनहरू पनि छ। वर्करहरू पनि अब कोही बेला यहाँ काम गरिरहेको भ्यूहरू पाउँछ, राम्रो हुन्छ। र सबैजना यसो आउनुहोस्, हेर्नुहोस् कस्तो लाग्छ हाम्रो लंकापाडा डुवर्स है। डुवर्स होइन, राम्रो लाग्यो भने लाइक कमेन्ट पनि गरिदिनु होला। सो गाइस हामी अहिले जाँदैछौँ माथि है भ्यू टावरमा। यहाँबाट जुन भ्यू टावरबाट जुन भ्यू देख्छ त्यो चाहिँ यहाँ तपाईँहरूको अगाडि म साझा गर्दैछु है। यो चाहिँ एक्ज्याक्ट भ्यू। দাদা আপনাকে কেমন লাগছে এটা জায়গাটা? জায়গাটা আমাকে সুন্দর লাগছে একদম, মানে এরকম মানে অনুভব হইতেছে যে আমি ঘরে যাব বলে, মানে এখানে থাকি। তুমি এখানে থাকবো? इस आदमीको गोर चाहिँ देखो। कुन साथीलाई चाहिँ कस्तो फिल यहाँ आएर कस्तो रहेछ यहाँको? एकदम गुड फिल, एकदम गुड फिल भन्दा पनि एकदम गुड। र साँच्चै नै एकदम दामी जग्गा। अब चियापत्ती बगान होइन, यति नजाराहरू यति दामी दामी पहाड डाँडा र यहाँको म्यानेजमेन्ट पनि दामी गरेको रहेछ। हामी आशा गर्छ अब फेरि आउँदाखेरि अझै दामी दामी आइटम भएको होस्, किनकि जग्गा पनि दामी रहेछ।
प्लिज डोन्ट ड्रिङ्क एल्कोहल इनसाइड द इको पार्क। अब यतिकै अब टाइम जानु आँटिसक्यो। अब हामी जाँदा गर्दा त रात पनि पर्छ होला। हाम्रो भाइले के भन्नुहुन्छ सुन्यो है भाइको हल्का। अब फाइनल्ली टाइम पनि अब 5 बजिसक्यो। अब यहाँबाट जाँदाखेरि टाइम हामीलाई अराउन्ड 1 घन्टा त लाग्छै होला। बाटो त्यस्तै छ, चियापत्ती बगान एरिया। राति हुँदो ल्यापटहरू निक्लिनु पनि साह्रो पर्छ। भोलि बिहान ड्युटी छ। ढिलो नगरिकन हामी चाहिँ अब टक्क निक्लिँदैछौँ। लु दा अब हामी यहाँबाट जाँदैछौँ। हुन त अब छुट्टिने परे नै हो। अब गाडीबाट फेरि उत्रनु सक्दैन। तपाईँहरूलाई धेरै धेरै धन्यवाद। तपाईँको कतिवटा काम पनि थियो होला, त्यो काम छोडेर पनि तपाईँहरूले एकदम तपाईँले हामीलाई घुम्नुमा यहाँ साथ दियो है। एकदमै त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद दा। म त यसमै खुसी छु कि भाइहरू आयो र मेरो एरिया यसो भिजिट गरेर जानुभयो होइन। त्यसमा नै म चाहिँ अलिक गर्व गर्छु। र अब भाइले भाइको च्यानलमा हालेर यो अलिकति देखाए पनि होइन, मान्छेहरूले हेरोस् पनि होइन, र अझै पनि आओस् हाम्रो एरियामा टुरिस्टहरू। म त त्यही नै चाहन्छु। र यहाँ सबै डेभलप हुनेछ, लोकल मान्छे डेभलप हुनेछ है। यो तपाईँहरू एकदमै आइदिनुहोस्। यो जग्गामा चाहिँ अब तपाईँहरूको सिजन लाग्यो झन् अब यो ठन्डा महिनामा झन् बबाल देख्ने रहेछ है प्रवीण। एकदम दामी देख्नुहुन्छ। र आउनु एकदम यो चाहिँ अब हाम्रो पिकनिक सिजनमा चाहिँ अझै दामी हुन्छ, क्राउड बेसी नै हुन्छ, राम्रो हुन्छ। क्राउड बेसी हुन्छ है। भर्खर त सिजन लाग्दैछ। अब नोभेम्बर लास्ट डिसेम्बरदेखि त स्टार्ट हो। डिसेम्बरदेखि स्टार्ट हुनेछ। सो दा धेरै धेरै धन्यवाद तपाईँलाई त हामीलाई एकदम तपाईँको किमती टाइम दिनुभएकोमा है। धन्यवाद है भाइहरू पनि आइदिएकोमा होइन। थ्याङ्क यू दा।